आमिर खानको नयाँ फिल्म सितारे जमिन पर अब थिएटरमा मात्र होइन, युट्युबमा पनि हेर्न पाइन्छ। क्या बात कर रहे हैं? नेटफ्लिक्स र एमाजोन प्राइममा होइन, अब युट्युबमा हेर्न पाइनेछ। तर यो पेपर भ्यू मोडलमा हुनेछ, जसमा तपाईँले फिल्म हेर्नको लागि एकपटक पैसा तिर्नुपर्ने हुन्छ र घरमै बसेर प्रिमियम मुभी एक्सपिरियन्स लिन सक्नुहुन्छ। तपाईँ के गर्नुहुन्छ? थिएटर जानुहुन्छ कि युट्युबमा हेर्नुहुन्छ? पेपर भ्यू मोडल भनेको तपाईँले कुनै पनि विशेष सामग्री जस्तै चलचित्र हेर्नको लागि एउटा निश्चित शुल्क तिर्नुपर्ने हुन्छ। यो तपाईँको सदस्यता लिने होइन, उही फिल्म हलमा गएर टिकट काटे जस्तै युट्युबमा टिकट काटेर हेर्ने। हेर्नुहोस् सिस्टम युट्युबको अब बिस्तारै नेटफ्लिक्स र एमाजोन प्राइमलाई पनि यसले डाउन गर्नेवाला छ सिस्टम। अब खाइहाल्यो बिजनेस। यो चाहिँ नयाँ मोडल हो अहिलेको आमिर खानले गरेको। अहिलेसम्म सायद अरू मुभीहरूले गरेको थिएन यो न्यू मोडल।